प्रिय छोरा, म तिमीलाई मेरो अगाध प्रेम टक्राउन चाहन्छु। म तिमीलाई मेरो स्नेहका कोमल हातले टच गर्न चाहन्छु। तिम्रो यो मर्मस्पर्शी दृश्य देख्दा मलाई म एउटा बुवा भएको नाताले अत्यन्तै विह्वलताको शिखरमा पुर्याउँदछ। तिमीले भन्ने गर्थ्यौ, यो संसारले मलाई अत्यन्तै घृणा गर्दछ, यो संसारले मलाई अत्यन्तै हेय नजरले हेर्ने गर्दछ। यो घृणी संसारमा यस्तो हुन्छ भनेर मलाई किन भन्नु भएन? जब म सानो थिएँ, संसारमा थुप्रै शान्ति र प्रेमका कुराहरूले भरिभराउ हुन्छ भन्ने कुराको कल्पना गर्दथे। पापा, तपाईले किन भन्नु भएन यो संसार यति ठुलो पापमा डुबेको छ, यो संसार किन यसो मतलबी छ भनेर मलाई किन सिकाउनु भएन भनेर मलाई तिमीले भन्थ्यौ। बाबु, म पनि यही परिस्थितिमा, तिम्रै परिस्थितिमा हुर्के, यही समाजमा हुर्केको पापा हो। आफूले झुत्रे झाम्रा कपडा लगाएर तिमीलाई नयाँ कपडामा देख्दा हाँस्ने तिम्रो बुवा हो। तिमीले आफ्नो संसारलाई बिर्सिसकेका छौ, आफ्नो व्यक्तिगत स्टेटस, तिम्रो व्यक्तिगत जीवन कहिल्यै पनि बिर्सिनु हुँदैन। यो दुनियाँको खातिर, यो दुनियाँको लागि, दुनियाँको कमेन्ट, दुनियाँको टिप्पणी सुनेर तिमी निराश हुनु हुँदैन। यो संसारमा तिमीले भन्ने गर्थ्यौ, मैले यो संसारलाई धेरै माया गरेँ, यो संसारलाई मैले धेरै सम्मान गरेँ, संसारका प्रत्येक मानिसहरूलाई मैले सम्मान र आदरको, भक्तिको भाव प्रकट गरेँ, त्यसको बदलामा मलाई दुःखै दुःख दिए। अनि तिमी थुप्रै नशायुक्त चिजहरू प्रयोग गरियो यो संसारको टिप्पणीको कारण, यो संसारको घृणाको कारण, यो संसारले दिएको ठक्करको कारण। मलाई थाहा छैन तिमीले यो परिस्थिति कहिले सिर्जना गर्यौ, तर छोरा, यो संसारका मानिसहरूको विषयमा तिमीले किन सोच्यौ? संसारमा बाँच्नु पर्दछ। संसारमा यदि कुनै पनि साथीभाइ, साथी सङ्गीहरूले तिम्रो साथ दिन्छन् भने तिम्रो शरीर सकुशल हुन्जेलसम्म साथ दिन्छन्। जब तिम्रो शरीरमा दुर्बलता आउँछ, जब तिम्रो शरीरमा कमजोरी आउँछ, त्यति बेलामा साथ दिने मात्र बुवा, आमा र गड मात्र हुनेछ। त्यति बेलामा तिम्रा हजारौँ साथी सङ्गीहरू तिमीलाई टाढा छोडेर जानेछन्। जब तिमी बिरामी परेर डाक्टरको शैय्यामा हुनेछौ, हस्पिटलको शैय्यामा हुनेछौ, हस्पिटलको त्यो गम्भीर प्रकारले चोट लिएर तिमी हस्पिटलको बिस्तरामा हुनेछौ, त्यति बेला तिम्रा साथीहरू एक दिन पनि तिमीलाई हेर्न आउने छैनन्। त्यसैले तिमी सेन्टिमेन्ट्समा होइन, तिमी संवेगात्मक भावनामा डुबेर आफ्नो जिन्दगीलाई व्यर्थ साथीहरूको माझमा किन पुर्याउँछौ? तिमीले आफ्नो गम्भीर स्वभावलाई चेन्ज गर्नुपर्छ। तिमी बोल्दैनौ। यो संसारका मानिसहरूले तिमीभित्र रहेका मनोभावनाहरूलाई बुझ्नेवाला छैनन्। त्यो आफै निर्माण गर्नुपर्छ, आफै बनाउनुपर्छ। छोरा, तिम्रो भित्र थुप्रै योजना होलान्, तिम्रो मनोविज्ञानमा थुप्रै सकारात्मक कुराहरू खेलेका होलान्, तिम्रो मनोविज्ञानमा, तिम्रो मानसपटलमा थुप्रै यो संसारलाई विजय गर्ने शक्ति तिमीले सँगालेर राख्ने कल्पना देखेका होला। तर यो संसारका मानिसहरूले त्यो कुरालाई टिप्पणी गर्दैनन्, त्यो कुरालाई अनुसन्धान विश्लेषण गर्ने उनीहरूसँग समय छैन।
तिमीलाई हमेसा खुसी देख्न चाहन्छन्, तिमीलाई हमेसा समृद्धिशाली देख्न चाहन्छन् र तिमीबाट हजारौँ फाइदा लिन चाहन्छन्। त्यही फाइदा, त्यही बेनिफिट्सको लागि यहाँका मानिसहरू तिम्रो समीपमा आउँदछन्। त्यसैले तिमी गम्भीरतामा तिम्रो सबै सफलता भेटाउँदैनौ। तिम्रो संवेगमा, तिम्रो सेन्टिमेन्ट्समा, तिम्रो संवेदनाभित्र लुकेका कुराहरू बाहिर देखाउनु तिम्रो सफलता हुनेछ। यो संसारका मानिसहरूले तिम्रो सफलता देख्न चाहन्छन्। त्यो सफलतामा तिमीलाई सेवास दिन चाहन्छन्, तर तिम्रो दुःख, कष्ट, तिम्रो पीडा, तिम्रो मनभित्र रहेका सम्पूर्ण जुन समस्या, विभिन्न प्रकारका वेदना छन्, विभिन्न प्रकारका विषम परिस्थिति छन्, ती मानिसहरूले देख्न खोज्दैनन्। छोरा, यो संसार स्वार्थी छ। त्यसैले तिमी कहिल्यै पनि निराशमय वातावरणमा ड्रगिस्ट बन्ने होइन। तिमीले कहिलेकाहीँ ड्रग लिन्छौ रे, मलाई थाहा छैन। कहिलेकाहीँ तिमी नसामा लुप्त हुन्छौ रे, मलाई थाहा छैन। सायद त्यही विगतका, अतीतका कुराहरूलाई याद गरेर आगामी भविष्य सुधार्नको निम्ति तिमीले यो कुरा गरेका हुन सक्छौ। तसर्थ यी सबै कुराहरू व्यर्थ हुन्। संसारका मानिसहरूबाट विभिन्न प्रकारका आशा, एक्सपेक्टेसन राख्नु तिम्रो लागि अत्यन्तै घातक हुनेछ। किनकि यो संसारका कुनै मानिसहरू त्यस्ता छैनन् जसले तिमीलाई तिम्रो दुःख, कष्ट र तिम्रो आँसु र तिम्रो कष्टमा साथ दिनेछन्। तसर्थ तिम्रो सुसुप्त रूपमा लुकेको कौशलता, प्रतिभा, ती ठुलो सपना जुन यथार्थमा तिमीले बदल्ने कुराहरू सोचिरहेका छौ, त्यो मानिससँग कहिल्यै पनि आशा नगर। तिम्रो साथीभाइसँग तिम्रा सम्पूर्ण कुराहरू बाँड्ने नगर। किनकि ती साथीहरूले, ती सङ्गीहरूले तिम्रो दुःखलाई एक दिन हतियार बनाएर तिम्रो घाँटी काट्नेछन्। तसर्थ तिम्रो जीवनमा कुनै पनि कमजोरीको साया पर्न नदेऊ। तिम्रो सङ्गी साथीको बिचमा तिम्रो मुस्कान हमेसा छाइरहोस् र तिमीले आफ्नो जिन्दगी अगाडि बढाउनको लागि हमेसा तिम्रो त्यो मन्तलाई तिमीले एक दिन उजागर गरेर यो संसारको बिचमा देखाउनु पर्दछ। तिम्रो बोलीमा मुस्कान आउनु पर्दछ। तिम्रो बोलीमा सफलताको सङ्केत, जेस्चर देख्नु पर्दछ र त्यही तिम्रो सफलताको सङ्केतले नै यो संसारलाई, तिम्रो जीवनलाई बदल्न सक्छौ। र तिम्रो संसार आफ्नै संसार बदल्यौ भने सारा संसार बदलिनेछ।